नमस्कार सबैजनालाई, म वसुन्धरा राजवंशी। आज मिति 2082 साल वैशाख 1 गते हामी सिरुवा पर्व मनाउन गइरहेको छौँ। पहिलो दिन पानी सिरुवा, दोस्रो दिन काद सिरुवा र तेस्रो दिन रङ सिरुवा मनाउने चलन छ। वैशाख 1 गते नेपाली नयाँ वर्षको सुरुमा पानी सिरुवा मनाइन्छ। आज हामी राजवंशी समुदायको पवित्र सिरुवा पर्वको माध्यमले प्रकृति र मानवताको गहन सम्बन्धलाई मनाउँदैछौँ। यो 3 दिने उत्सव पानी, माटो र रङ्गको साझा सङ्गीत हो, जसले मानिसलाई प्रकृतिसँग जोड्छ। वैशाख 1 मा नेपाली नयाँ वर्षको सुरुमा पानी सिरुवा मनाइन्छ। पानीका थोप्लाहरू हावाहरू बीच नाच्दा राजवंशीहरूले पानीको पवित्र बन्धनलाई सम्मान गर्छन्। हाइड्रोजन र अक्सिजनको संयोजक बन्धन, तर विज्ञान भन्दा पनि गहिरो, यो एक दिव्य सिख हो। पानी जस्तो अटुट एकतामा मानिसले सहकार्य, भातृत्व र साझा दायित्व बाँध्नुपर्छ। पानी जीवन हो, पूज्य देवता, यसलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो। प्रत्येक थोप्लामा भविष्य बसेको छ। दोस्रो दिन काद सिरुवा, माटोको उत्सव। माटोको उत्सव, काद अर्थात् माटो सबै जीवको आमा, पोषणकर्ता र आश्रय हो। राजवंशीहरू एक अर्कालाई माटो लगाउँदै विश्वास गर्छन्। यसले छालाको रोग निको पार्छ र मनको अहंकार, घृणा र क्रोध पनि मेटाउँछ। माटो मात्र होइन, देवता हो। यसबाट अन्न, जंगल र प्राण उत्पन्न हुन्छ। माटोलाई अपमान गर्नु जीवनलाई नै अपमान गर्नु हो। अन्तिम दिन रङ सिरुवा, रङको उत्सव। रातो, पहेँलो, हरियो प्रेम, मैत्री र शान्तिको प्रतीक। रङ मिसिँदै जाँदा मनहरू पनि मिल्छन्। राजवंशीहरूले सिकाउँछन्, जीवन एक्लै होइन, हामी प्रकृतिको थापीमा बुनेका धागो हो। सबै जीव निर्जीवसँग जोडिएका। रङको यो खेलमा भेदभाव हराउँछ, बाँकी रहन्छ एकता। सिरुवा पर्व केवल चलन होइन, यो प्रकृति र मानवताको सन्धि हो। पानी, माटो र रङ्ग, 3 दिने प्रण हाम्रो पृथ्वी र एक अर्का प्रति राजवंशीहरूबाट सिकौं। पानी जस्तो बाँध्न, माटो जस्तो पोषण गर्न र रङ्गले संसारलाई एकताको साथ रङ्गाउन। किनभने अन्त हामी सबै एउटै तारको धुलो हो र सँगै बढ्दा मात्र हामी फुल्छौँ। सिरुवा पर्व केवल चलन होइन, यो प्रकृति र मानवको सम्बन्ध हो। सबैजनामा सिरुवा पर्वको हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद।